वेलकम टु आवर मिनी भ्लग। नमस्ते, सम्पूर्णलाई स्वागत छ मेरो भ्लगमा। यदि तपाईहरुलाई मेरो भिडियो मनपर्छ भने कृपया लाइक, सब्स्क्राइब, कमेन्ट्स पनि गरिदिनु होला। म चाहिँ आज के देखाउन जाँदैछु भनेदेखि यो चाहिँ मेरो गाउँ हो हैन, मेरो माइती गाउँ हो। म चाहिँ यो लास्ट 2 मन्थ पहिला म नेपाल गएको थिएँ, मेरो माइती गाउँ गएको थिएँ हो। अन्त मैले यो चाहिँ भिडियो चाहिँ क्याप्चर गरेको थिएँ, अनि त्यही भएर अहिले चाहिँ मलाई साह्रै मनपर्छ कि मेरो माइती गाउँ चाहिँ हैन। अन्त मेरो माइती गाउँ चाहिँ धेरै राम्रो छ के। कस्तो भन्दाखेरि नि गाउँभन्दा गाउँै जस्तो पनि छैन, सहरभन्दा सिटी जस्तो पनि छैन हैन। यहाँनिर भनेको मिडल हुन्छ नि, जस्तै हरेक चिजहरू यहाँ मिडल छ कि यो ठाउँमा चाहिँ हैन। मलाई किनकि म जन्मेको गाउँ भएर नै होला, मलाई चाहिँ असाध्यै मनपर्छ। किनकि सेम तल चाहिँ फाट छ, माथि माथि चाहिँ पहाडको भ्यूहरू देख्छ नि त। अनि त्यहाँनिर कस्तो भन्दाखेरि तपाईको गाउँ स्टाइलको घरहरू पनि छ, खेतीबारी गर्नुको लागि पनि खेतीबारी पनि छ, जङ्गल जानु पर्यो भने जङ्गल पनि छ है। त्यहाँनिर कृषि पनि गर्छ, बिजनेस व्यापार पनि हुन्छ, सबै हुन्छ। यो चाहिँ कहाँ भन्नुहुन्छ भने लुम्बिनीको कपिलवस्तु बाणगङ्गा भन्ने ठाउँ है। अनि कि यो हाम्रो कपिलवस्तु ठुलो छ, तर धेरै जस्तोलाई थाहा छैन रहेछ कि यो कपिलवस्तु प्राय जस्तो पूर्वतिरको मान्छेहरूले कहाँ हो यो कपिलवस्तु भनेर भन्नुहुन्छ, उहाँहरूलाई थाहा रहेन रहेछ। लुम्बिनी भन्यो भने चाहिँ थाहा हुँदो रहेछ, उहाँहरूले चिन्दो रहेछ हैन। अनि कपिलवस्तु भन्यो भने चाहिँ नचिन्दो रहेछ। अनि यो चाहिँ हामीले चाहिँ हाम्रो गाउँ, हाम्रो ठाउँलाई चाहिँ एकदम प्रख्यात गर्नुपर्छ। कति धेरै घुम्ने ठाउँ छ हाम्रो कपिलवस्तुमा, तपाईँहरू पनि आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। धेरै राम्रो छ यहाँनिर। लुम्बिनी भनेकै हाम्रो कपिलवस्तु रूपन्देहीकै बिचमा रहेको हाम्रो लुम्बिनी गौतम बुद्ध जन्मस्थल भन्छ हैन। अनि तपाईको यहाँनिर हाम्रो कपिलवस्तुदेखि नै हुँदै सुब्बा देउराली मन्दिर जान्छ। अनि यहाँको वरपर भनेको अब शिवराज चनौटा, त्यो भाइरल रोडहरू सबै हाम्रो यो कपिलवस्तुकै एरियामा पर्ने हो कि। तर हामीहरूलाई कति कुराहरू थाहा छैन, हाम्रो ठाउँमा पनि कति धेरै चिजहरू छन् भनेर। तर हामीलाई चाहिँ नघुम्नु भएको भएर अनि हामीलाई त्यति साह्रो थाहाको छैन। मलाई पनि खासै थाहा छैन यहाँनिर कता कता घुम्नु ठाउँहरू छ, धेरै ठाउँहरू घुम्नु छ। धेरै हाम्रो कपिलवस्तु पनि यति धेरै विकसित भइसकेछ भन्ने कुरा नि म यो लास्ट 2 मन्थ अगाडि जाँदाखेरि थाहा भएको हैन। अनि कस्तो खुसी पनि लाग्यो कि यति धेरै विकसित भइसकेछ, यति डेभलप भइसकेछ। तर चाहिँ के भन्दाखेरि अहिले बाटो पनि रोडहरू पनि बन्दैछ, 4 लाइन बाटोहरू बन्दैछ हैन। त्यसको लागि चाहिँ अलि सफर गर्नुपर्छ, धेरै गाह्रो छ। मैले पनि सफर गरेको त्यो बाटोलाई, निकै गाह्रो छ। सकेसम्म सरकारले छिटोभन्दा छिटो गराइदियो भने पनि हर जनताहरूलाई सहज हुन्थ्यो यात्रामा जस्तो लाग्छ मलाई नि हैन। अनि कि सबभन्दा मलाई मनपर्ने भनेको यो मेरो गाउँ हो कि, मेरो माइती गाउँ, म जन्मेको ठाउँ, म हुर्केको खेलेको म पढेको गाउँ होइन साथीहरू। कृपया तपाईँहरूलाई पनि मन पर्यो भने, यो गाउँ भिलेज मन पर्यो भने लाइक, सब्स्क्राइब, कमेन्ट पनि गरिदिनु होला है साथीहरू। के गर्नु, यस्तै छ साथीहरू। मलाई चाहिँ खासै बोल्न आउँदैन है, त्यही पनि म चाहिँ सक्दो प्रयासले मैले मेरो भिडियोमा चाहिँ बोल्ने प्रयास गरेको छु, भ्लगहरू बनाउने कोसिस गर्दैछु हैन। तपाईहरुले मजाले साथ दिनु होला साथीहरू है। तपाईहरुलाई चाहिँ म मेरो गाउँ पुरा भिजिट गराउँछु। मेरो गाउँ त यही नै हो, मलाई खासै बोल्नु पनि आएन, त्यसको लागि सेवा प्रार्थी चाहन्छु है। कस्तो लाग्यो मेरो गाउँ तपाईहरुलाई भनिदिनु होला है।